सब्सक्राइब गरेको होइन तर पुऱ्याइदिनु प्लिज भनेर म त लाज पो लागेर सो हेलो एन्ड नमस्ते एभ्रिवान इट्स मी सौगात फ्रम चितवन एन्ड वेलकम ब्याक टु माई च्यानल वान्स अगेन होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै आरामै छु है अनि आज चाहिँ हामी मोटो भ्लग त्यसलाई छोडेर चाहिँ आज हामी सानो एउटा गाडी भाडामा लिएको थियौँ यसो घुम्न चल्थ्यौँ त भ्लग नहाले पनि धेरै भयो भनेर चाहिँ आज निस्केको हो हामी अहिले बिहानको 8 बजिसक्यो हामी बल्ल डाँडाकालीको लागि जाँदैछौँ है अब 8 बजी भयो नि जाऊँ न हिजो भनिसक्यो मन्दिर जाने भनेर अब मन्दिर जाने जस्तो कुरालाई नि के नै भन्ने भनेर चाहिँ 8 बजे पनि जाऊँ भनेर चाहिँ निस्किन लाग्यो अहिले चाहिँ अब म छु यता आलोक छ खिचिरहेको छ पछाडि विवश र अनि हाम्रो विवशको नयाँ बुढी चन्दन ए धनेश साने भन्नु लाग्यो पुरानो त हामी गएको थियो अब आधिकारिक बिहा भएको चाहिँ अब त्यही हो अब हामी चाहिँ सरलाई आज पहिला डाँडाकालीका जान्छौँ त्यसपछि अनि प्लान त धेरै थियो डाँडाकालीका देवघाट सौरा गोलाघाट 20,000 ताल अब दिनभरि घुम्ने मात्रै प्लान थियो अब हेरौँ कहाँ कहाँ पुगिन्छ गाडी चाहिँ सबै पार्किङ गर्ने होला है सलराइट अब चाहिँ हामी यहाँबाट निस्किन लाग्यो है दर्शन गरेर भइयो लगभग 10 बजिसक्यो है अब अघि नै भ्याउने भनेको ढिलो भयो कि आउनै ढिलो भयो अब चाहिँ हामी यहाँबाट तल झर्छौँ कति टाइम लाग्छ त्यसपछि चाहिँ छिटो जान पनि सक्छौँ होइन भने चाहिँ हामी घर पुगेर अनि खाना खाएर बोला निस्किन पनि सक्छौँ के हुन्छ त्यो म अपडेट गरिहाल्छु केटाहरू चलाउनु खान आला कुदा चाहिँ कहाँ गयो है भिडभाड छ आज त लास्ट डे एकदम भिडभाड छ है कहाँ गयो केटाहरू आएको चाहिँ चोट चलाउनु त्यही गाइज ल हामी बाइक होइन कि मुगलिङको बाटो त जानै बाइक पालिदिन्थ्यो होला साँच्ची अस्तिको राइट अब चाहिँ हामी मौलाकालीकै गेटमा है अब चाहिँ हामी ग्याबबाट निस्किन लाग्यो अनि ठ्याक्कै भ्लग खिच्यो भने चाहिँ लास्ट पिछाउ लाग्यो पिछाउ आएपछि बल्ल सम्झ्यो कि अब चाहिँ हामी ग्याबबाट निस्किन लाग्यो हामी ठिमुराबाट हाइवेबाट ठ्याक्कै ठिमुरा यसोजानीबाट छिरेर अब जङ्गल हुँदै नयाँ ठिमुराको पुलबाट जान्छौँ अब चाहिँ हामी लगभग कति बज्यो 12:15 भइसक्यो है अब हामी जान्छौँ त एकछिन सरेर घुम्छौँ त्यहाँबाट घर गएर अनि खानासाना खाएर त्यसपछि फेरि हामी कहाँको लागि निस्किन्छौँ भन्दाखेरि कहाँ हुन्छ ठ्याक्कै थाहा छैन अहिले चाहिँ हामी अब आफूबाट लाग्यौँ है त कस्तो बाटो यो त उताबाट जानु पाए चाहिँ बवाल पिजो हुन्थ्यो अब अलिक समय आएपछि पिजो हुन्छ अहिले चाहिँ त ठ्याक्कै अफरोड जानुपर्छ कि बाइक चाहिँ जान्छ अहिले चाहिँ यतापट्टि अझ अस्ति नै आएर त खतरा अफरोड थिएँ अन्त धेरै नै बनाएछ ल के हो बाटो होइन क्या अगाडिको त्यो के भन्छ त्यसलाई गेट त्यो के भन्छ त्यो उसलाई साँडेलाई मृग गौरीको त्यो नन्दी नन्दीदेखि लिएर त्यो मृग
मिठो डाला है दिल लाग्छ यार नन्दी भिरिङ भन्न लाग्यो यार मिर्गा तपाईँको साथी पनि छ उहाँ माथि खोइ पढ यहाँ त जति हुन्छ हुन्छ अहिले देखाउनु पर्दैन सानो कुदेर आएको म नि आउँछु भनेर हामीले त नर्भस चाहिँ हुँदा त लास्टै रहेछ यार सर्भिस सेन्टर गएको नि सर्भिस सेन्टर पनि त्यस्तै छ मान्छे चारजना दुईवटा गाडी तल दुईवटा गाडी माथि सनलाइट अब चाहिँ हामी देवघाट पनि घुम्यो होइन अब चाहिँ हामी एकदम छिटो निस्किने भनेको चार्ज गर्न गएको चार्ज चाहिँ पालै पाएन कि एक त लाइन गइदियो त्यही माथि अनि पालो पनि आएन आएको पनि झ्याउ भयो जम्मा हामीसँग 52% छ रेन्ज चाहिँ 106 देखाएको त्यही पनि गोलाघाट 75 हो जान आउन पुग्छ कि भन्ने आशले निस्किया हो अब के हुन्छ थाहा छैन अब हामी एसी पनि बन्द गर्छ भने किन हामीसँग चार्ज छैन झ्याल खोल्छौँ हामी अब अनि त्यही ओहो कस्तो राम्रो हावा रहेछ आहा त्यही अब हामी गोलाघाट गरेर भेट्छौँ तर घाम त डुब्न लाग्यो कि बादल लाग्यो हेर्न पाइन्छ कि पाइँदैन जे भयो नि अब जाम सर र कहाँ पुगिन्छ त्यो अनुसारले हामी फेरि अपडेट गराउँछौँ अहिले चाहिँ हामीसँग दुईजना मान्छे थपिसक्यो है यता भाउजू हुनुहुन्छ यता बिपिन छ अब कमेन्ट र व्यवस्था भइहाल्यो बिहानदेखि हिँडिरहन् अब आलुले खिचिरह मोमो भइहाल्यो गोलाघाट पनि आइसक्यौँ है अघि भ्यूहरू त मेरो पहिलाको भिडियोमा पनि छ त्यसमा हेर्नु होला अझै राम्रोसँग आज चाहिँ सर्ट घुमेको मात्र थियो आज चाहिँ अब हामी चाहिँ गोलाघाटको किनार चाहिँ पुग्दैन तैपनि यहीँबाट यसो दुई चारवटा फोटो खिच्यो किनभने पानी परेर ठ्याक्कै आउँदा बित्तिकै एकछिन अगाडि आइयो थियो लगभग 6:30तिर अब एकछिन 7 बजे अहिले चाहिँ अब हामी यहाँबाट निस्किने तयारी गर्दैछौँ अब हामी यहाँबाट चाहिँ एकछिन गाडी पनि चार्ज हुँदैछ हाम्रो कति पर्सेन्ट भयो त्यो अनुसारले हामी अब सौरा निस्किन्छौँ सिधै यहाँबाट अनि सौराको नाइट ड्राइभ सर एकछिन हेरेर हामी 8-8:30 बजीसम्म घर फर्किने तयारी गर्छौँ हामी आजलाई यहीँ एन्ड गर्छौँ है त ओके गाइज मलाई अब मेरो एकदमै रमाइलो भयो मेरो नराम्रो त कहिले भएको थियो र अनि अर्को के अरे अनि गाइज यति बेला चाहिँ अब सिरियसली बोल्नु पऱ्यो हाम्रो चाहिँ ब्याट्री चार्जको कारणले दिनैभरि हामी अल्झ्यौँ तर फाइनली यहाँ आइसक्यो ब्याट्री चार्जिङ स्टेसन नि पर पर्सेन्ट 15 रुपियाँको दरले गर्नुपर्दो रहेछ होइन यहाँ जोस् रहेछ रहनु नि ठुलो कुरा हो पैसाको कुरा भन्दा पनि एकदमै रमाइलो भयो विपिनको बुढाबुढीसँग अनि भेट भयो गोलाघाटमा उता मैले एक दुईवटा कुराहरू पुरै फ्ल्यास गर्दै थिएँ यस दाइलाई थ्याङ्क यू सो मच है बिहादेखि पनि अहिलेसम्म निरन्तर साथ भन्नु त हुँदैन भन्नु खोजेको बिहा भएपछि चाहिँ त्यही नै होला सब आलोको लागि छ अहिलेसम्मको यो सब भिडियो चाहिँ आलोकले खिच्यो यो सब क्रेडिट गोज टु आलोक सिनेमेटिक सर्टदेखि लिएर सबै भिडियोमा आउन चाहदैन हैन अब चाहिँ अब के भन्नु छ भन्ने कुरा भिडियोहरू यस्तो पनि सबै हो अनि उसको इन्स्टामा गएर फलो गरिदिनु होला भने त्यही हो सब्स्क्राइब गर्दै पुग्छ त्यही पनि गर्नु पर्दैन मन लाग्छ भने गर्दिनु नभए नगर्दिनु दाइको त 3-4 वर्ष भइसक्यो युट्युब गर्ने अहिलेसम्म 1K सब्स्क्राइब पुगेको छैन तर पुऱ्याइदिनु प्लिज यसो मनपर्छ भने भिडियोहरू दामी वाला छ फोकेमा आउनेवाला छ यो पनि बवाल त्यही नै हो त्यही भन्छ है दाइको आलोकलाई के छ भन्नु पऱ्यो राम्रो छैन ल सबै ठिक छ त्यही गाइज त बाई बाई सी यू अब हामी सायद सौरा गएर भेटिन्छ कि अब हेरौँ के हुन्छ है त हामी अपडेट गराउँछौँ ओके
पनि आइयो है अहिले ठ्याक्कै 9 बजिसक्यो अनि हाम्रो सौरा अब देखिन सकिन्छ अगाडि होइन कुन कन्डिसनले आइसक्यौँ हामीले खास गरी 9 बजे गाडी पुऱ्याइदिनु पर्ने थियो 8 बजे हो चाहिँ 9 बजीसम्म 1 घन्टा एक्सटेन्ड गरेको थिएँ त्यही भएर सौरा नआउने भनेको त्यही नै होइन अब भनिसक्यो जाने भाइ जाम भनेर चाहिँ अनि ठ्याक्क निस्केको तर अब अहिले चाहिँ हामी दुईजनालाई देख्न सकिन्न है विगत र चन्दन मात्रै छन् है अब हामी सौरा एक राउन्ड मात्रै सर हेरेर मात्रै आउने हो क्या उसले देखेको छैन अब देखाउ त अलग ल फाइनली सौरा नानी फर्स्ट टाइम आउँदैछ बच्चामा फेरि के हो थाहा भएन उसलाई आफ्नो मस्तिष्कले काम गर्ने बेला चाहिँ पहिलोचोटि आउँदैछ यहाँ त एक राउन्ड झरेर वाकिङ गर्दै हिँड्नु पर्ने थियो अब टाइम छैन हामीसँग है लास्ट चाहिँ टाइट भयो टाइम त्यसले गर्दा हामी जब एकचोटि सर र त्यहाँ लास्ट राउन्ड पुग्छौँ एउटा सौरामा फोटो खिच्छौँ अनि हामी फर्किहाल्छौँ